हाई एभ्रिवान, जय मसी सबैजनालाई। यो भिडियो चाहिँ हामी पेन्सी होइन हाम्रो भान्जीको बिहामा गएको हो है। अनि एकदमै रमाइलो थियो। यो चाहिँ रातिको सिन अनि यहाँ देखाइरहेको छ 10 घन्टा भनेर जिपिएसमा। अनि चाहिँ सूर्य उदाउँदै गरेको सिन थियो है, त्यो सानो मैले क्लिक गरेँ। अनि यो चाहिँ सूर्य उदाइसकेपछिको सिन हो, हेर्न सक्नुहुन्छ। अनि मैले अब घाम आयो आँखामा है, अनि यसो स्टल पार्दैछु। अनि चाहिँ फर्स्ट ग्यास स्टेसनमा हामीले ग्यास लगाएको थियौँ। अनि त्यस पश्चात हामी फेरि दौड्यौँ है, एकदमै लामो यात्रा थियो। अनि बाटोमा एकदमै निन्द्रा लागेपछि आँप साँडेर लगेको थिएँ होइन, अनि खोर्सानीसँग आँप खायौँ। सो मेरो हस्बेन्डको फर्स्ट रेस्ट एरियामा उहाँको एउटा गीत गाइरहनु भएको थियो। मैले भिडियो क्लिक गरिदिएँ होइन, नानीहरू एकदमै रमाइलो गरिरहेको थियो यहाँनिर उहाँको गीत। अनि यो चाहिँ लभ सिन थियो। सो त्यहाँनिर मैले नानीहरूको भिडियोहरू के गरिदिएँ। अनि फेरि क्यामेरा हामी लाग्यौँ होइन। अनि यो चाहिँ बाटोमा एकदमै रमाइलो थियो। फाइनली घर पुगिसकेपछिको है त यो चाहिँ मेरो भाइको घरमा। अनि सो देरानी जेठानीको सानो क्लिप होइन, आइपुग्यौँ भनेर। राति नानीहरू एकदमै मजाले गफ गरिरहेको थियो, 2जना दिदी अनि 2जना भाइ, अनि सानो भाइ पनि बसेर गफ गरिरहेको थियो उनीहरू। सो मैले भिडियो गरिदिएको सबै लगेर आएँ। अनि यो चाहिँ सबैजना सुतिसक्नु भएको थियो। अनि सब मैले सानो क्लिक गरेँ। अनि पाउनु लाग्दा पनि मेरो हस्बेन्डलाई चाहिँ मैले चिया लगिदिएको थिएँ है, त्यसरी पनि बनाएर। चाहिँ विवाह घरमा सबैजना काम गरिरहनु भएको थियो। अनि चाहिँ भिडियो खिचेँ। अनि मेरो छोरो यहाँ आकाश होइन, नानीहरू थिए। अनि मेरो नन्द कान्छी नन्द है त काम गर्नु चाहिँ कसले सक्दैन है उहाँलाई। अनि मेरो छोरोहरू उहाँ पिङ खेलिरहेको थिएँ, सामु पनि थियो त्यहाँनिर है, मेरो नाति पनि हो। अनि देउरानी जेठानी हामी सानो क्लिक गऱ्यौँ। अनि यो चाहिँ विवाहमा रेडी भएर जाँदै गरेको भिडियो है, त्यो विवाहको दिन मेरो छोरोहरू पछाडि 3जना अनि मेरो हस्बेन्ड अनि म हामी रेडी भएर जाँदै गरेको भिडियो हो यो चाहिँ। अनि चाहिँ विवाहमा पुगिसकेपछि मान्छे चाहिँ लगभग 500देखि 800को बिचमा हुनुहुन्थ्यो, अझै बेसी पनि हुनुहुन्थ्यो होला है। यति धेरै मान्छे हुनुहुन्थ्यो है, यो माथि पनि सबै भरिएको थियो पछि। अनि बाहिर त्यस्तै हुनुहुन्थ्यो। यतिखेर चाहिँ पार्चा गरिरहनु भएको थियो भान्जाले है त भान्जीलाई। अनि मेरो हस्बेन्डले नयाँ सङ गाउनु भयो। अनि गाइरहनु भएको छ उहाँले सङ है त, उहाँको नयाँ सङ युट्युबमा आएकै छैन। अनि त्यस पश्चात चाहिँ उहाँको छोरोले फेरि उहाँको सङ गाउँछ, उहाँले गाइरहनु भएको छ उहाँको गीतहरू। यदि हेर्नु मन लाग्छ भने नवीन सेवा युट्युब च्यानलमा छ है त उहाँको गीत। अब भिडियो चाहिँ राम्रो गर्नु पाइनँ मैले, किनभने अब नानीसँग थिएँ है, त्यो कारणले पनि गर्दाखेरि। अनि मेरो छोरो है त यो चाहिँ, अनि उसले उसकै ड्याडीको गीत गाइरहेको छ। अनि उसले गाइरहेको गीत चाहिँ नवीन शिवा अफिसियल युट्युब च्यानलमा छ। तपाईँहरूले प्रभु गीतहरू सुन्न मनपर्छ भने तपाईँहरूले सर्च गरेर सुन्न सक्नुहुन्छ होइन। लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गर्न सक्नुहुन्छ है त, तपाईँहरूले मन पऱ्यो भने। मेरो छोरोले गाइरहेको छ, भान्जा भान्जी पछाडि छन् बेहुला